हेलो गाइस, सम्पूर्णलाई नमस्ते है। मैले चाहिँ अब आज धेरै दिनपछि यो भिडियो बनाउन लागिरहेको छु होइन। अहिले चाहिँ ठ्याक्क रातिको 11:01 गएको छ। तपाईँले उसमा पनि देख्न सक्नुहुन्छ। अहिले चाहिँ म भर्खर कामबाट आएको, मेरो 10 बजीसम्म काम थियो। अनि आजकल चाहिँ अलि अब यो कामहरू नि अलिकता बढी गर्नुपर्ने कन्डिसन छ, गएको कि यताउता हाल्नुपर्ने भएर चाहिँ काम धेरै गर्ने भएर चाहिँ अहिले यो भिडियो सिडियो बनाउनलाई अलिकता टाइम नभएको कारणले चाहिँ आज चाहिँ धेरै टाइमपछि चाहिँ त्यही पनि टाइम नभए पनि अब भोलि बिहान मेरो काम छ भयो भने यसो एकछिन भिडियो बनाएर चाहिँ युट्युबमा हालौँ भनेर चाहिँ आज मैले भिडियो बनाउन गइरहेको छु। अनि आज चाहिँ एउटा मसँग एउटा सामान छ क्या, त्यो चाहिँ लगभग मैले 1 इयर जति वेट गरेर चाहिँ मैले त्यो सामान लिएको है। त्यसको चाहिँ अनि तपाईँहरूलाई आज त्यसको अनबक्सिङ गरौँ भनेर चाहिँ त्यसको भिडियो यसो हालौँ भनेर चाहिँ मैले आज भिडियो बनाउन गइरहेको छु होइन। अब यहाँनिर मसँग सामान छ होइन। यो सामान के होला तपाईँहरूले अब गेस गर्न सक्नुहुन्छ होइन। यहाँभित्र सामान छ। यो चाहिँ मैले लगभग 1 वर्ष जतिको वेटिङ गरेर चाहिँ यो सामान किनेको। यसको चाहिँ मैले आज अनबक्सिङ गर्न गइरहेको छु होइन। ल अब यहाँबाट टक्क मैले खोल्छु है त। के छ यहाँनिर सर खोल्नु। अब भिडियो बनाउनलाई त अब अझै टाइमै नभएर त्यस्तै भइरहेको छ। अनि यो पनि आज यसो यो सामान लिएको मैले लगभग 10 दिन जति भइसक्यो होइन। यहाँ मैले रुममै ल्याएर रुममै डेलिभर भएको। अहिलेसम्म मैले यो अनबक्सिङ गरेको थिइनँ। अनि आज चाहिँ हल्का टाइम भएर चाहिँ यसलाई अनबक्सिङ गरौँ भनेर चाहिँ मैले यहाँ सोचिरहेको छु। त्यही भएर आज यसो यसको भिडियो बनाऊँ भनेर ल के छ ल यो छ है। यो लगभग मैले 1 वर्षको वेटिङमा मैले लिएको। यो चाहिँ 17 प्रो म्याक्स हो। 512 जिबीको हो यो। 512 जिबी यसको ऱ्याम छ होइन। अनि फाइनल्ली अब आज यसको मैले अनबक्सिङ गरेँ। तपाईँहरूलाई ठ्याक्कै सुरुमै यहाँनिर आउँदो रहेछ होइन। अब यसको यहाँबाट जान्छ यसको यहाँबाट अनबक्सिङ गरौँ है। सर मैले खोलेँ है त ल। अनि अब भिडियो बनाउनलाई नि एक्लै अलिकता यहाँनिर मसँग त्यो इन्स्ट्रुमेन्टहरू नभएर चाहिँ भिडियो बनाउनलाई नि अलिकता गाह्रो भइरहेको थियो। अर्को मान्छे नभइकन भिडियो बनाउनलाई अलिकता यहाँ नि खोल्नु पर्ने रहेछ ल। ब्याकग्राउन्डमा म छु है, इट्स मी रियान। अनि यो मोबाइलको चाहिँ फेरि के छ भने अहिले एउटा फेसिलिटी चाहिँ भनिदिइहालौँ। मैले अगाडिबाट भिडियो खिचेँ भने उता पछाडि भिडियो खिचेको छ भने नि अगाडिको भिडियो सहित पछाडिको दुइटै आउँछ क्या। अनि अब भ्लग गर्दाखेरि मैले डबल मेरो अनुहार नि देखाएर प्लस अनि यो उताको भिडियो नि डबल ड्युल क्यामेरा छ। अब त्यसमा बुझौँ न होइन। मलाई थाहा थिएन मैले यो भिडियोहरूतिर आइरहेको हुँदो रहेछ होइन। त्यही भएर चाहिँ अनि यसको हेरितो भयो भने चाहिँ बबाल हुन्छ ल। यो चाहिँ मैले डिप ब्लूमा लिएको है। यो मोबाइल चाहिँ 17 प्रो म्याक्स डिप ब्लू ल। यसमा चाहिँ केही आउँदैन कि जस्ट यति मात्रै हो क्या आउने। यसको यो चार्जर प्लस अनि यो मात्रै आउँछ ल। डिप ब्लू हो। 512 जिबीको है। 512 जिबीको। अनि यसो आज अनबक्सिङ गरिदिउँ भनेर ल स्याहार है त ल। यो हो ल। ट्याक्क अन नै गरिदिउँ है त। अनि कहाँ छ यसको बटन? सायद यही होला ल। अन गरिदिएँ है त ल। ट्याक्क अन भएको छ। मैले यो ल्याएको 10-15 दिन भइसक्यो, अन गरेको छैन क्या। यो खोलेकै थिएन। अनि आज फाइनल्ली चाहिँ खोलेर चाहिँ गरिदिएको ल। यही हो। अब त्यही त अब यहाँबाट नि लियोस्। अझै त टाइम छैन त्यति। अब काम भनेर जस यहाँबाट अब भिडियोहरू बनाउने टार्गेट गरिरहेको छ। समय मिलेसम्म होइन। अझै बिजी भएको कारणले चाहिँ त्यति बनाउनु भएको छैन। फाइनली ओपन भएको छ है 17 प्रो। यो चाहिँ 1 वर्षको मेरो अन्तरालमा अब यसलाई इङ्ग्लिसमा गरिदिउँ ल। फाइनल्ली यो गाइज होइन। मैले अब यो ल्याएको लगभग 10-15 दिनमा अनबक्सिङ गरेँ। अनि यसो भिडियो नि बनाऊँ भनेर चाहिँ सोचेर चाहिँ अनबक्सिङ गरेको ल। यही हो फाइनल्ली आजलाई यति नै। अब भिडियो जस टाइम मिलेसम्म टाइम भएसम्म अब काम छ अझै होइन। काम गर्नुपर्ने बाध्यता पनि छ। टाइम मिलेसम्म मैले भिडियो बनाउनु टार्गेट गरिरहेको छु। अहिलेलाई चाहिँ यति नै। सबैलाई बाई बाई नमस्ते। थ्याङ्क यू सो मच। अब एउटा कुरा, कहाँबाट लिनुभयो, कसरी लिनुभयो, सबै डिटेलमा भन्नु ट्याक। त्यो पनि चाहियो नि। अनि यो त्यो अहिले बोलायो नि, अहिले अलिकति अगाडि हालेर अनि त्यही भिडियो अहिले बोलिसक्यो नि ल। बाई बाई भनिसक्यो सबै छ नि, त्यो पछि कट गरेर हाल्नु। यो अब ल सुरु। यो चाहिँ मैले पहिला नि मैले 14 प्रो म्याक्स ल्याएको थिएँ होइन। यहाँ जापान आएको लगभग 4-5 महिनामा।
त्यो चाहिँ मैले नेपाल पठाइदिएँ होइन। त्यो चाहिँ कस्तो भने हाम्रो एउटा पेडी एप हुन्छ यहाँ जापानमा चाहिँ, त्यो पेडी एपबाट चाहिँ हामीले अब कस्तो भने किस्ता त्यसको इन्स्टलमेन्ट हुन्छ क्या, त्यसको चाहिँ रेगुलर तिर्दै गयो भने चाहिँ हामीलाई कस्तो भने पैसा नि बढाइदिँदै जान्छ क्या। अहिले मैले 5 लाखसम्मको आइफोनहरूको प्रडक्ट मैले लिन पाउँछु क्या पेडीबाट चाहिँ। त्यसमा चाहिँ ब्याज स्याज इन्ट्रेस्ट हुन्छ नि, त्यो 1 रुपियाँ लाग्दैन, तर हामीले चाहिँ मन्थली चाहिँ पेमेन्ट गर्दै जानु पऱ्यो होइन। अब मेरो 14 प्रो म्याक्स नि अब लगभग यो निगाचीतिर मेरो त्यो इन्स्टलमेन्ट क्लियर हुन्छ, त्यसको मेरो 3 वर्षको इन्स्टलमेन्ट थियो त्यो क्लियर हुन्छ। अनि त्यसको चाहिँ लगभग 5,000 थियो इन्स्टलमेन्ट, यसको चाहिँ 6,000 छ, किनकि यो अलिक महँगो हो है। यसको चाहिँ तपाईँको चार्जर यताउता गरेर लगभग 240 भेट्या छ है, किनकि 512 जिबीको हो होइन। त्यही भएर चाहिँ अब 256 भइदियो भए त 180मै आउँथ्यो होइन। यो 512 भएर चाहिँ महँगो भएर चाहिँ त्यो भएको। अनि तपाईँले पेडी एपबाट चाहिँ आइफोनको प्रडक्टहरू लिन पाउनुहुन्छ, तपाईँले नि युज गर्न सक्नुहुन्छ। पहिला चाहिँ सजिलै दिन्थ्यो, तर अहिले अब यो धेरै मान्छेहरूले युजलेस गरेर चाहिँ त्यो पेडीले नि राम्ररी अहिले दिएको छैन होइन। त्यही भएर चाहिँ तपाईँहरूले पेडीबाट इन्स्टलमेन्टमा लिन सक्नुहुन्छ। यो मैले पेडी इन्स्टलमेन्टमा लिएको, मन्थली मैले 6,000 तिर्नुपर्छ होइन। अब यस्तो तपाईँको अब एकैचोटि पैसा नि नहुन सक्छ होइन, त्योभन्दा त अब हामीले मन्थली 6,000 तिर्दै जाँदाखेरि त हामीलाई धेरै सजिलो भयो नि त। प्लस अब हामी स्टुडेन्ट नि हो होइन, प्लस अब पैसा नि त्यति भनेअनुसार हुँदैन होइन। अब किन्न चाह्यो भने त ल यो एकैचोटि नै पेमेन्ट गर्न सकिन्छ, तर महिनापछि 6,000 तिर्नु र एकैचोटि 2,40,50,000 तिर्नुमा त धेरै डिफ्रेन्ट हुन्छ। त्यही भएर तपाईँहरूले नि यहाँ जापानमा हुनुहुन्छ भने अब कतिलाई त यो थाहा छ, सबैले युज गरिसक्नु भएको छ होइन। तपाईँहरूले लिन चाहनुहुन्छ, नयाँ स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ पेडी एपबाट चाहिँ तपाईँहरूले लिन सक्नुहुन्छ। यति नै हो ल मैले लिएको प्रोसेस चाहिँ। प्लस अब अरू पनि के सिमहरूबाट पनि यस्तो अब तपाईँहरूले सिमहरूबाट चाहिँ कस्तो हुन्छ भने यो नोरिफाई गर्ने हुन्छ होइन। प्लस अब नयाँ सिमहरूमा नि दिइरा हुन्छ क्या। अनि अब अहिले यो 14 प्रो म्याक्स 16हरू त लगभग अब सस्तोमा पाउँछ होइन। तपाईँले अब मैले अहिले राकुदेन चलाइरहेको छु, राकुदेन सिम अब क्याम्पेन चलिरहेको हुन्छ क्या अरू सिमहरूमा। अब त्यसमा मैले नोरिफाई गरेँ भने क्याम्पेन चलाए बेलामा चाहिँ तपाईँहरूलाई सजिलै सस्तोमा दिन्छ मोबाइलहरू, त्यसबाट पनि तपाईँहरूले लिन चाहनुहुन्छ। अनि प्लस अनि यस्तै पेडीहरूबाट नि पेडीको जस्तै इन्स्टलमेन्टमा नि त्यो सिमहरू नयाँ सिमहरू लिँदा फेरि दिन्छ, तर त्यसमा चाहिँ अलिकति महँगो पैसा तिर्नुपर्ने हुँदो रहेछ मैले बुझाएँ। अरू साथीहरूले पनि ल्याएछन् होइन, महँगो लिनुपर्ने हुन्छ। अब पेडी भएन भने त अब हल्का महँगो तिरेर अब 5-10 हजार महँगो तिरेर भयो भने त्यताबाट पनि लिँदाखेरि त फाइदै हुन्छ होइन। त्यति हो ल। अरू चाहिँ अब जे होस् त्यही हो माध्यमहरू अब हामीले लिने। अब अरू क्रेडिट कार्डहरूबाट नि तपाईँहरूले पेमेन्ट गरेर लिन सक्नुहुन्छ।